हेलो गाइज, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। म चाहिँ रोमानियाको मिडसबाट बोल्दैछु। आज चाहिँ म होटल लाइनमा कस्तो काम हुन्छ, के काम गर्नुपर्छ भन्ने सम्बन्धी यो भिडियो बनाउन गइरहेको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ रोमानिया आउनेको सङ्ख्या एकदम बढेको छ है साथीभाइहरू। विगतको केही महिनामा चाहिँ रोमानियामा एकदम धेरै आउनुभएको छ। एकदम धेरै विभिन्न फ्याकल्टीहरूमा आउनुभएको हुन्छ। जस्तै एउटा होटल लाइन, अनि होटल लाइन पछि हाम्रो वायर हाउस, कन्स्ट्रक्सन, पेन्टर धेरैमा आउँदै हुनुहुन्छ। तर जुनमा आए नि हामीले यहाँ सिप चाहिँ सिकेर आउनु एकदम जरुरी हुन्छ। हजुर होटल लाइनमा आए नि जुनमा आए नि। तर त्यो अब आजको चाहिँ हाम्रो भिडियो हो होटल लाइनको काम सम्बन्धी है। अब कन्स्ट्रक्सन फ्याक्ट्रीको होइन, होटल लाइन सम्बन्धी हो। यो भिडियो ध्यान दिएर सुन्नु होला। अब हजुर होटल लाइनमा आउँदै हुनुहुन्छ भने सर्वप्रथम हजुरलाई होटल लाइन सम्बन्धी के काम गर्नुपर्छ भन्ने ज्ञान हुनु पर्यो। ज्ञान हुन एकदम जरुरत छ। हजुरसँग सिप हुनु पर्यो। अब कुन काममा के काम गर्नुपर्छ, के कामको के हुन्छ भन्ने हजुरले नलेज चाहिँ एकदम लिन जरुरत छ है साथीभाइहरू। एकदम जरुरी छ। हजुर के सम्बन्धी आउँदै हुनुहुन्छ त? होटल लाइनमा धेरै छ भन्दा एउटा सुनिन्छ होटल लाइन, तर यहाँ विभिन्न डिपार्ट छ। एउटा छ हाम्रो हाउसकिपिङ, कुक, वेटर, किचन हेल्पर, बारटेन्डर, अनि हाम्रो रिसेप्सन, यत्रो डिपार्ट छ। अब सबैको काम फरक हुन्छ। अब होटल लाइन भन्ने बित्तिकै काम चाहिँ फरक हुन्छ, मैले भनिसकेँ। अब रिसेप्सनको काम छुट्टै हुन्छ, अनि हाउसकिपिङको काम छुट्टै हुन्छ, वेटरको काम छुट्टै हुन्छ, अनि त्यसपछि हाम्रो कुकको काम छुट्टै हुन्छ, अनि हाम्रो किचन हेल्परको काम छुट्टै हुन्छ। तर सबैको काम छुट्टै भए पनि हजुरसँग सिप हुनु एकदम जरुरी छ। हजुर आफ्नो आउने कुन डिपार्टमा आउँदै हुनुहुन्छ त्यो सम्बन्धी ज्ञान हुन एकदम जरुरी छ। हजुरले बिना ज्ञान बिना यहाँ नआउनु होला। सर्वप्रथम केही काम सिकेर, कुन सम्बन्धी आउँदै हुनुहुन्छ ज्ञान लिएर मात्रै आउनु होला। अनि यहाँ होटल लाइनमा हाम्रो काम कति हुन्छ त? कति घन्टा काम गर्नुपर्छ त? अनि कति दिन काम गर्नुपर्छ? हप्तामा 5 दिन काम गर्नुपर्छ भनेर आइएको हुन्छ, अनि घन्टा 8 घन्टा। तर त्यस्तो हुन्न। रोमानिया आइसकेपछि होटल लाइनमा चाहिँ हाम्रो 5 दिन कामको साट्टो 6 दिन काम हुनसक्छ, अनि 8 घन्टाको साथ 10 घन्टा, 12 घन्टा, 16 घन्टा धेरै काम हुनसक्छ है। मेरो अनुभव अनुसार म पनि एउटा होटल लाइनमा आएको, म वेटरमा आएको थिएँ। मैले वेटर काम आउने बित्तिकै यहाँ गर्न पाइनँ। मैले भने किनकि मसँग भाषा छैन, रोमानियन ल्याङ्ग्वेज, मलाई रोमानियन आउन्न। यहाँका मान्छेले त्यति इङ्ग्लिस बोल्दैनन्, अनि वेटर पाएन। वेटर नपाएपछि मैले वेटर त अर्डर टिप्न पाएन। अरू नर्मल्ली टेबल पुछ्ने यताउति काम पाएँ। त्यस्तै हो है साथीभाइहरू मेरो अनुभव। अनि म त्यहाँ गरेँ। सुरुमा म आएँ टान्जोबेनिया एउटा, त्यहाँ आएँ, त्यहाँ गरेँ 1 महिना, अनि फेरि त्यहाँबाट फेरि अन्त आएँ। सप्लाई भएँ क्या साथीभाइ, सुरुमै सप्लाई भएँ। 2 वर्ष अगाडि आउँदा पनि सप्लाई भएँ। अनि त्यहाँबाट म कन्स्टान्टामा आएँ, त्यहाँ नि काम गरेँ। त्यहाँ चाहिँ काम गरेर मैले त्यहाँ नि 1 महिना जति काम गरेँ। त्यहाँ नि त्यस्तै काम भयो। अब त्यही हो सामान्य, त्यही टेबल उठाउने, टेबल पुछ्ने, अनि यताउता पोचा झाडु लाउन पर्यो। अनि अन्त गएँ, अनि त्यहाँ नि त्यही भयो। वेटर भनेर आइयो सबै गर्न पर्ने क्या साथीभाइहरू। कटिङदेखि लिएर पोचाहरू सबै गर्न पर्ने। यहाँका मान्छेहरूले सहयोग गर्दैनन्। यहाँका त टाइम भएपछि त जान्छन्, नोप्ते बुना भन्दै जान्छन्। नोप्ते बुना भनेको नेपालीमा हो शुभरात्रि भन्छन्, जान्छन्। अनि उनीहरू गएपछि अब हामीले त्यहाँ किचन सरसफाइ गर्ने, झाडु पोचा यताउता फोहोर फाल्ने सबै हामीले गर्नुपर्छ। होटल लाइनमा काम एकदम धेरै गर्नुपर्छ। तर गाह्रो भने हुँदैन। बिस्तारै हजुरसँग अनुभव हुँदै गएपछि, ज्ञान हुँदै गएपछि, बिस्तारै बुझ्दै गएपछि सजिलो हुन्छ। तर सुरुमा चाहिँ होटल लाइनमा गाह्रै हुन्छ है साथीभाइहरू। त्यही भएर होटल लाइनमा आउँदाखेरि बुझेर राम्रो मेन पावर छानेर आउनु होला। अनि हाम्रो अब के काम गर्नुपर्छ त? अब डिपार्ट अनुसार अब किचन हेल्परले अब झाडु पोचा गर्ने, सरसफाइ गर्ने, कटिङ सटिङ गर्ने यता गर्नुपर्छ। वेटरले त्यही टेबल पुछ्ने, कस्टमरलाई ह्यान्डल गर्ने, अनि खाना सर्भ गर्ने, अनि त्यो गर्नुपर्छ। अनि त्यसपछि कुकले पकाउनेको
पकाउने गर्नुपर्छ, विभिन्न आइटम सम्बन्धी ज्ञान हुनुपर्छ। तर हामी रोमानिया आउने बित्तिकै हामी जुन काममा हो त्यो सुरुमा पाइन्न साथीभाइहरू। किन पाइन्न भने हामीलाई यहाँ सम्बन्धी ज्ञान हुन्न। सुन्नु है, ज्ञान हुन्न, यहाँको भाषा हुन्न। यहाँका मान्छेले त्यति इङ्ग्लिस बोल्दैनन्। तर नबोले नि हामीले इङ्ग्लिस चाहिँ सिक्नुपर्छ आफ्ना लागि। अनि त्यो भएपछि रोमानियन भाषा मात्रै बोल्छन्, हामीलाई रोमानियन भाषा आउन्न। त्यही भएर साथीभाइहरू रोमानिया आउनु अघि इङ्ग्लिससहित रोमानियन नि बेसिक अलिअलि फ्याट्टाफुट्टे भाषा सिकेर आउनुभयो भने एकदम सजिलो हुन्छ आफ्नै लागि हो साथीभाइहरू। हामीले पढ्न गाह्रो मान्छौँ, उहीँ गाह्रो जानिन्छ भन्छौँ, त्यो एकदम गलत हो। पढेर आउनु होला, सकेसम्म रोमानियन भाषा अलिअलि बुझेर पढेर गुगलमा हेरेर हुन्छ कि कता हुन्छ, अब च्याट जिपिटीमा गएर पढेर सोधेर हुन्छ कि विभिन्न गरेर कता हुन्छ कसरी हुन्छ, हजुरले चाहिँ सिकेर आउनु होला आफ्नै लागि हो। हजुरले सिकेर आउनु भने हजुरलाई सजिलो हुन्छ। अनि इङ्ग्लिस बोल्न चाहिँ हजुर जान्नुभयो भने हजुरलाई राम्रो हो, आफ्नै लागि हो साथीभाइहरू। त्यही भएर सबै चिज चाहिँ बुझेर ध्यान दिएर भाषाहरूदेखि लिएर हुन्छ आफ्नो एक्टिभ टाठो अनि होटल लाइनमा काम गरेको हुनुपर्छ। आफ्नो स्किल भएर आउनुहोस्, सक्षम होटल लाइनमा जुनसुकै काम गर्न परे नि एकदम जान्ने आफू योग्य भएर आउनु होला, आफू बलियो भएर आउनु। सबभन्दा ठुलो पक्ष नै भनेको हजुर बलियो हुनु पर्यो के, आफू सक्षम हुन पर्यो, त्यो सम्बन्धी ज्ञान हुनु पर्यो हजुरलाई, बल्ल राम्रो हुन्छ। अनि हाम्रो स्यालेरी कति हुन्छ त होटल लाइनमा? होटल लाइनमा नर्मल्ली स्यालेरी हुने भनेको 80-90 हजार, धेरै जसोमा सबैमा लगभग त्यही हुन्छ। जुन पनि आउनु हो भने 80-90 हजार। हजुरको बिस्तारै दिन बित्दै जान्छन्, हजुरले नलेजहरू ज्ञानहरू बटुल्दै जानुहुन्छ अनि त्यसअनुसार हजुरको स्यालेरी बिस्तारै बढ्न सक्छ। सुरुमा चाहिँ त्यही 80-90 हजार हो। तर होटल लाइनमा एउटा कुरा फाइदा छ, त्यो कुरा के हो भने हामीले होटल लाइनमा टिप्स पाइन्छौँ कि जुनसुकै डिपार्टमेन्टमा आउनु हजुरले अब हाउसकिपिङ हजुरले कस्टमरलाई राम्रोसँग ह्यान्डल गर्नुभयो भने राम्रो वेलकम गर्नुभयो, उनीहरू आउने बिस्तारै राम्रोसँग मिलाइदिनु भयो, राम्रो सर्भिस दिनु भने त्यहीँ पैसा पाइन्छ टिप्स छुट्टै। अनि वेटरमा चाहिँ हजुरहरू होटल लाइनमा वेटरमा आउँदा चाहिँ हजुरहरूले गेस्टलाई राम्रोसँग वेलकम गर्नुभयो, राम्रोसँग टेबल सेटअप गर्नुभयो, राम्रोसँग खाना सर्भ गर्नु भने नि खुसी भएर दिन सक्छन्। त्यही भएर होटल लाइन सम्बन्धी ज्ञानहरू कुन डिपार्टमा आउँदै हुनुहुन्छ त्यो डिपार्ट सम्बन्धी ज्ञान भएर मात्रै आउनु होला। सबै सम्बन्धी अब मैले भन्न थाल्यो भने भिडियो एकदम लामो हुन्छ के। अब होटलको काम के, हाउसकिपिङको काम के, अनि त्यसपछि ल्याएर बारिस्टाको काम के, बारटेन्डरको काम के, सबै भन्न थाल्यो भने यो भिडियो एकदम लामो हुन्छ, हजुरलाई झ्याउलाउँछ। त्यही टोमा भने कि होटल लाइनको के काम कस्तो हुन्छ भनेर। अब यो भिडियो हजुरलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला र अर्को भिडियो के सम्बन्धी बनाऊँ त्यो पनि भन्नु होला भन्दै यो मेरो सानो मिठो भिडियोबाट बिदा हुन्छु। बाई बाई साथीभाइहरू।